उपस्थित सम्पूर्ण मण्डली परिवारलाई ख्रिस्टीय अभिवादन जय मसीह। यहाँहरु सबैजनालाई हार्दिक स्वागत छ। आजको परमेश्वरको सेवामा सदाचाहिँ हामी फेरि पनि परमेश्वरको जीवित वचन सुन्ने समयमा आइपुगेका छौं र यो समय यहाँहरु सबैजनालाई म हार्दिक स्वागत गर्दछु। मण्डली परिवार सबैजना आराम कुशल हुनुहुन्छ भनी विश्वास छ र प्रार्थना छ। परमेश्वरको अनुग्रहले हामी विभिन्न देश विदेशमा छरपष्ट भएर छरिएर रहेका हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई परमेश्वरले फेरि पनि यो इन्टरनेटको माध्यमद्वारा एक ठाउँमा भएर उहाँलाई सेवा गर्ने महिमा दिने अवसर प्रदान गर्नुभएको लागि प्रभुलाई महिमा होस्। र पक्कै पनि हामी पृथ्वीको पल्लो छेउतिर भए तापनि परमेश्वरको प्रेममा, परमेश्वरको अनुग्रहमा, परमेश्वरको शान्तिमा हामी एकतामा रहिरहेका छौं। यो नै ठूलो कुरा हो र प्रभुलाई महिमा होस्। हामी ढिलो नगरिकन आजको परमेश्वरको जीवित वचन सुन्ने समयमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै हामी वचनतर्फ जानेछौं। र आजको वचन यहाँहरुको बीचमा छोटो गरी लिएर उपस्थित भएको छु। दोस्रो थिस्सलुनिकीको पत्र त्यसको 5 पददेखि 9 पदलाई म विशेष पढ्नेछु। खास गरी मैले आज लिएको मुख्य पद चाहिँ 9 पद हो, तर म 5 पददेखि यहाँहरुलाई पढेर सुनाउने छु है त। दोस्रो थिस्सलुनिकाको पत्र 1 अध्यायको 5 देखि 9 पदलाई पढौं। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेका छौ। परमेश्वर न्यायी हुनुहुन्छ। उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीसँग आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु येशू आफ्नो शक्तिशाली स्वर्गदूतहरूसँग बादलको बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। परमेश्वरको वचन पढाइ सुनाइमा हामी सबैलाई आशिष मिलेको होस्। यो थिस्सलुनिकाको पत्र, दोस्रो पत्र, खास गरी पावलले थिस्सलुनिकीहरूलाई लेखेको पहिलो पत्रमा ख्रीष्टको आगमन अब चाँडै हुँदैछ अनि सबै मान्छेहरू प्रिपेयर हुनु, तयारी हुनु, आत्मा जोसिलो हुनु, जागरिलो हुनु, किनभने यीशुको राज्य, यीशुको आगमन चाहिँ चाँडै आउँदैछ भनेर पत्र लेखे पश्चात थिस्सलुनिकाका विश्वासीहरू चाहिँ यीशुको आगमन अब भइहाल्छ भनेर बिना कामका सबै कामहरू, कार्यहरू, सेवाकाईहरू सबै कुराहरू छोडेर अल्छी आलस्य भएर उनीहरू चाहिँ के गरे, परमेश्वरको दोस्रो आगमनलाई पर्खिन लागे। अनि उनीहरूको कामकाजहरू छोडेर उनीहरू चाहिँ एकदम आलस्य निरुत्साहित भएको खबर जब पावलले सुने अनि त्यस पश्चात फेरि पावलले यो दोस्रो पत्र थिस्सलुनिकाहरूको आत्मिक जागृतिको लागि, आत्मामा उजागर गर्नको लागि लेखेको पत्र हो भनेर बाइबल इतिहासकारहरूले बताउनुहुन्छ। मण्डली परिवार, आज हाम्रो जीवनमा पनि हामी कतिचोटि थिस्सलुनिका मानिसहरू जस्तै अल्छे भएर, आलस्य भएर हामी एकदमै लाचार भएको विश्वासीहरू छौं। अनि आजको यी दिनहरूमा, आजको यो समय चाहिँ मण्डली चाहिँ विशेष गरेर प्रिय हो। तपाईँ हामीलाई थाहा हुनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेहरू चाहिँ परमेश्वरको सेवाकाई गरे तापनि आलस्य, अल्छे, निराश भएको कुराहरू हामी धेरैचोटि पाउँछौं। बाइबलले के भन्छ भने किन भन्दाखेरि नि यो समय आजको वचनको विषय यो रहेको छ, परमेश्वरको उपस्थितिबाट अलग हुने व्यक्ति चाहिँ नि शरीरमा मरेको जस्तै हुन्छ क्या, शरीरमा मरेको जस्तै आत्मामा रित्तो हुन्छ। परमेश्वरको उपस्थितिबाट अलग हुने व्यक्ति आत्मामा रित्तो भएको हुन्छ। अनि त्यो रित्तो हुनु भने चाहिँ शरीरमा मृत्यु भए जस्तै हो, सो सरह हो। त्यसैले आजको विश्वासी पनि हामी यस्तै छौं। हामी कतिचोटि परमेश्वरको उपस्थिति भन्दा अलग सेवाकाई छौं। हुन त यी दिनहरूमा मान्छेहरू विभिन्न अनलाइन संगतिहरू मार्फत भएर होस् या त फिजिकल चर्चहरूबाट, डिजिटलबाट, हरेक कुराहरूबाट संगतिमा काहीँ न काहीँबाट कुनै न कुनै एंगलबाट जोडिरहनु भएको छ। संगतिमा, परमेश्वरको सेवामा सबैजना जोडिरहनु भएको छ। तर पनि प्रिय, आज विभिन्न मानिसहरू विभिन्न तरिकाले अस्तव्यस्त भइरहनु भएको छ। तथापि यो कुरा मलाई महसुस हुन्छ कि आजको जति धेरै मान्छेहरू बिजी व्यस्त, प्रभुको सेवा यो गरे त्यो गरे भने तापनि परमेश्वरको उपस्थितिबाट चाहिँ अलग भएको महसुस गर्छु म। आफ्नै तरिकाले उनीहरूले
सेवाकाईमा शरीरमा संसारमा व्यस्त भएको देखाउँछन्, तर प्रभुको उपस्थितिबाट परमेश्वरको कनेक्सनबाट चाहिँ छुटेको पाइन्छ। त्यसकारण यस वर्ष हाम्रो परमेश्वरको राज्यमा हामी चाहिँ के गर्नुपर्छ, योग्य ठहरिन पर्दछ। विगतका वर्षहरूमा परमेश्वरको साक्षी हुन नसकेका यी वर्षहरूमा उहाँको साक्षी हुनुपर्छ। पावलले यो पत्र थिचुलीमा भएका अल्छी विश्वासीहरूलाई उठ र परमेश्वरको उपस्थितिमा आएर काम गर भनी अर्ती दिँदै लेखेका हुन् यो पत्र। हैन, आज हामीलाई पनि यो अर्ती छ। आज हामी उठेर परमेश्वरको उपस्थितिभित्र आएर परमेश्वरको उपस्थितिभित्र प्रवेश गरेर आज तपाईहरु मैले परमेश्वरको काम गर्नुपर्छ भन्ने अर्तीका साथ यस पत्र पावलले लेखेका छन्। मुख्य शीर्षक छ परमेश्वरको उपस्थितिभित्र आउनुहोस्। धेरै मान्छे आज परमेश्वरको उपस्थितिबाट बाहिर छन् प्रिय। त्यसकारणले आज मानिसको जीवनमा यति धेरै संकष्ट, संघर्ष, अभाव, दुर्बलताहरू, रोगी, बिरामीहरू हैन वर्षौंदेखिको समस्याहरू समाधान भएको छैन। कारण हामी परमेश्वरको उपस्थिति भन्दा बाहिर गइसकेपछि नि प्रिय हाम्रो कनेक्सन छुटेको हुन्छ। अनि तपाई र मैले जब परमेश्वरको उपस्थिति भित्र हुँदैनौ हामी आफैले केही पनि गर्न सक्दैन, हाम्रो समस्याहरू समाधान हुन सक्दैन। त्यो कुरा चाहिँ पावलले यहाँ प्रस्ताउँछन्। आज हामी तीनवटा कुराहरू यहाँबाट सिक्ने छौं। पावलले पहिलो नम्बर कुरा परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो। तिमीहरू चाहिँ परमेश्वरको धार्मिक इन्साफको साक्षी बन। त्यो चाहिँ के हो साक्षी भन्दा तिमीहरू परमेश्वरको राज्यमा योग्य हुने जीवन जिउनु भन्छ, योग्य ठहरिनु। 5 पदमा भन्छ तिमीहरू चाहिँ परमेश्वरको राज्यमा योग्य ठहरिने जीवन जिउनु। कलसी 3 को 12 देखि 17 पदले हामीलाई त्यो कुरा सिकाउँछ। हामी कलसी 3 को 12 देखि 17 को पदलाई पढेर आजको पहिलो नम्बरको बुँदालाई हेरौं। हामी कसरी परमेश्वरको राज्यमा योग्य भएर जिउने, हामी कसरी परमेश्वरको धार्मिक साक्षी बन्ने भन्ने विषयमा पावलले के भन्छ कलसीहरूलाई। यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर। कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीलाई क्षमा गर्नुभएको छ त्यसरी तिमीले पनि क्षमा गर्नुपर्छ। यी सबै भन्दा बढी प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्दछ। ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। धार्मिक इन्साफको साक्षी बन्न या त परमेश्वरको राज्यमा योग्य ठहरिनलाई चाहिँ हामीले गर्न पर्ने कुरा चाहिँ प्रिय आज संगति मात्र होइन, प्रार्थना मात्र होइन, तर यहाँ के लेखेको छ हामी चाहिँ परमेश्वरको चुनिएकाहरू सबैभन्दा पहिलो कुरा पवित्र भएर, प्रिय भएर, करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गरेर एकले अर्कालाई सहने, क्षमा दिने, एकअर्कालाई प्रेम गर्ने, ख्रीष्टको प्रेमले सम्हाल्ने, सहायता गर्ने, त्यो तरिकाले हामीले चाहिँ एकतामा रहेर एकले अर्कालाई समर्थन गरेर अनि जब हामी क्रिस्चियन जीवन जिउँछौं अनि त्यो कारणले मात्रै हामी परमेश्वरको धार्मिकताको अथवा परमेश्वरको राज्यको योग्य भएर साक्षी बन्न सक्छौं। ख्रीष्टको वचन यहाँ भन्छ ख्रीष्टको वचनले तिम्रोमा प्रशस्त बास गरोस्। यीशुको वचन हाम्रो जीवनमा बास गरेर बुद्धिमानी साथ के गर, एउटाले अर्कालाई सिकाओ, एकले अर्कालाई उत्साह दियो, एकले अर्कालाई एकदमै परमेश्वरको राज्यमा निर्माण गर भन्छ। अनि तर आजको यी दिनहरूमा चर्चहरू चाहिँ प्रिय विभाजन भइरहेको छ। एकले अर्काको विरुद्धमा खुट्टा तान्ने कामहरू भइरहेको छ, एकले अर्कालाई भत्काउने, लथालिङ्ग पार्ने कुरा भइरहेको छ। के यो कुराले परमेश्वरको राज्यको योग्य जीवन होला त हाम्रो भन्ने एउटा चुनौतीको कुरा आज तपाईहरु मेरो लागि छ। त्यसकारण हामी चाहिँ पावलले भने जस्तै परमेश्वरको राज्यमा योग्य हुनलाई खाली संगति गएर मात्र होइन तर वचनमा लेखिएका कुराहरू पालन गरेर मात्र योग्य बन्न सकिन्छ। हामी जति डिजिटल संगतिहरुमा, अनलाइन संगतिहरुमा, फिजिकल संगतिहरुमा, घरेलु घर सेवाहरुमा हैन अब पुरा विभिन्न सेवा सेमिनारहरुमा बाइबल तालिमदेखि लिएर हरेक कुरामा अस्तव्यस्त राम्रो कुरा हो, त्यो एकदमै अस्तव्यस्त राम्रो कुरा। तर त्यो अस्तव्यस्तले हाम्रो आत्मिक चरित्र, आत्मिक क्यारेक्टरलाई निर्माण गरे कि गरेन? परमेश्वरको राज्यलाई योग्य हुनेको जीवन जियो कि जिएन? किन त भन्दा प्रिय आज धेरै मान्छेहरू परमेश्वरको उपस्थितिबाट टाढा भएको कारणले गर्दा, परमेश्वरको उपस्थितिबाट अलगिएको कारणले गर्दा उनीहरू अस्तव्यस्त देखे तापनि परिवर्तन छैन। जीवनमा ख्रीष्टको क्यारेक्टर
झल्किँदैन। तपाईहरु मेरो जीवनमा ख्रीष्ट येशूको जस्तो चरित्र, प्रेम, एकता, उत्साह झल्किँदैन, जसको कारणले गर्दा हामी आफ्नै तरिकाले जिरहेका छौं, जो कुराले परमेश्वरको राज्य हामी योग्य ठहरिन सक्दैनौं भन्ने परमेश्वरको वचनको प्रश्न छ यहाँ, है त। यो छडिन सक्छौं त एउटा प्रश्न छ। साँच्चै हामीले जिएको जीवनले हामी योग्य हुन्छौं त भन्ने एउटा प्रश्न छ। त्यसकारणले गर्दा आज हामीलाई दिएको कुरा चाहिँ यो हो। आज धेरै जनाको जीवनमा यो छैन। आज यो कुरा देखिँदैन। नम्रता भन्ने कुरा छैन, दयादिनता भन्ने कुरा छैन, धैर्य धारण गर्न, एउटाले अर्कोलाई सहन गर्ने कुरा बन्दै छैन, तुरुन्तै फुट ल्याउने, विभाजन ल्याउने आदि इत्यादि कुराहरू छन्। क्षमा गर्ने कुरा त छँदै छैन प्रिय। हामी एकअर्कालाई दोष लगाउने भन्दा यी दिनहरूमा चर्चहरू, मण्डलीहरू खालि अरूलाई दोष लगाउने, अरूको विरुद्धमा बोल्ने, अरूको न्याय गर्ने, एकतालाई भड्काइदिने, बंगाइदिने आदि इत्यादि कुराहरू छन्, जसको कारण परमेश्वरको राज्यमा योग्य हुन सकिँदैन। दोस्रो कुरा, हाम्रो कष्टमा परमेश्वरले आराम दिनुहुन्छ भनेर 7:6 र 7 पदमा लेखेको छ। हाम्रो कष्ट, हामी धेरैचोटि कष्ट भोग्छौं। हाम्रो कष्टदायक जीवन हामी किनभने संसारमा छौं। यो शरीर, यो संसारै यति साह्रो स्वार्थी छ अनि यति साह्रो कष्टदायक छ। संसार त यति साह्रो कष्टले भरिएको ठाउँमा जो हामी छौं अनि हाम्रो जीवनमा पनि कष्ट नआउने भन्ने कुरा हुँदैन। तर त्यो कष्टबाट हामीलाई आराम दिने, हाम्रो दुःखहरूबाट आराम दिने परमेश्वरको प्रतिज्ञा चाहिँ पूरा हुन्छ। भजन संग्रहको किताब 91 को 1 देखि 7 को वचनलाई हामी पढ्यौं भने त्यहाँ पाउँछौं परमेश्वरको वचनले के भन्छ है। भजन संग्रह 91 मा जब हामी दुःखमा हुन्छौं, कष्टमा हुन्छौं, त्यो बेला चाहिँ हामी परमेश्वरको उपस्थिति भित्र आउनुपर्छ। हामी उपस्थिति भित्र पस्नुपर्छ। थिस्सलुनिकाकाहरूलाई पावलले त्यही कुरा भन्छ, तिमीहरू परमेश्वरको उपस्थिति भित्र आएर परमेश्वरको काम गर। परमेश्वरको उपस्थितिबाट बाहिर बसेर अल्छे, निराशा, आलस्य कुरा काट्ने, अर्कालाई भड्काउने नगर। तिमीहरू प्रभुको उपस्थितिमा आओ अनि तिमीलाई परमेश्वरले के दिनुहुन्छ? आराम दिनुहुनेछ। जो परम प्रधानको शरणमा बास गर्दछ, सुन्नुहोस् है, त्यो त मानिस सर्वशक्तिमानको छत्र छायामुनि रहन्छ। परमप्रभुको बारेमा भन्छु, उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमाथि म भरोसा राख्छु। निश्चय नै उहाँले मलाई सिकारीको पासोबाट र घातक रूढीहरूबाट बचाउनुहुन्छ। उहाँले तिमीलाई आफ्नो प्वाखले छोप्नुहुन्छ र उहाँका पखेटा पनि तिमी शरण पाउनेछौ। उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ। तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाणदेखि डराउने छैनौ। न त अन्धकारमा फैलिने रूढीदेखि, न त मध्यरातमा नाश गर्ने महामारीदेखि डराउने छौ। 1000 जना तिम्रो नजिक लोट्लान् र तिम्रो दाहिनेतर्फ 10,000 जना, तर तिम्रो नजिक त्यो आउने छैन। हालेलुया। परमेश्वरको वचनले हामीलाई त्यो कुरा सिकाउँछ। मण्डली, हामीको नजिकमा त्यो विपत्तिहरू, त्यो कष्टहरू आउँदैन। किनभने जब हामी परमेश्वरको उपस्थिति भित्र हुन्छौं, जब हामी परमेश्वरको उपस्थिति भित्र पस्छौं, जब हामी परमेश्वरको उपस्थिति भित्र कार्य गर्छौं, त्यो कुराले चाहिँ हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्छ। त्यो कुरा हाम्रो जीवनमा शक्तिशाली कार्यहरू गर्नको लागि सहायता गर्छ। त्यसकारण हामी आपत आउँदा, विपद आउँदा, कष्ट आउँदा डराउनु पर्दैन। परमप्रभु परमेश्वरले के भन्नुहुन्छ? हाम्रो दुःख कष्टमा हामीले आफैले चिन्ता फिक्री गरेर पार लगाउन सक्दैनौं, तर उहाँमा, उहाँको शरणमा जब हामी बास गर्छौं, जब हामी उहाँको उपस्थिति भित्र आउँछौं, उपस्थिति भित्र पस्छौं, तब हाम्रा सारा समस्याहरू, कष्टहरू, कुराहरू, सबै कुराहरू के हुन्छ? परमेश्वरले त्यसलाई समाधान गर्नुहुन्छ र हामीलाई विश्राम अनि आराम दिनुहुन्छ। परमेश्वर चाहिँ त्यो भलो परमेश्वर हुनुहुन्छ। त्यसकारण यहाँ भजन संग्रहकोले के भन्छ? भजन संग्रहको लेखकले के भन्दै हुनुहुन्छ भने, जो परम प्रधानको शरणमा बास गर्छ, जो परमेश्वरको शरण भित्र आउँछ, जो परमेश्वरको काख भित्र, अंगालो भित्र आउँछ, त्यो मानिस सर्वशक्तिमानको छत्र छाया भित्र रहन्छ। उसलाई केही कुराको अभाव हुँदैन, केही कुराले खाँचो हुँदैन, केही कुरामाथि विपत्तिहरू आइपर्दैन, हैन? किनभने जसको भरोसा त परमेश्वरमा छ नि त, उसले परमेश्वरमाथि भरोसा राख्छ। तर आज धेरै मान्छेहरू परमेश्वरको उपस्थिति बाहिर छन् प्रिय। त्यही कारणले उनीहरूको जीवनमा कतिवटा सुरक्षा छैन, कतिवटा कुराहरू भनेका अनुसारको कार्यहरू हुन सक्दैन। एउटै मात्रै कुरा हो, हामीले परमेश्वरको वचनलाई पालन गर्यौं भने, हामीले परमेश्वरको वचन अनुसारको हाम्रो जीवनलाई धारण गर्यौं भने, यीशु ख्रीष्टको चरित्रलाई, क्यारेक्टरलाई हाम्रो जीवनमा हामीले अपनायौं भने हाम्रो जीवन निश्चय नै सुरक्षित हुन्छ। हामी शक्तिशाली हुन्छौं। हाम्रो जीवनमा भएका आलस्यपनहरू, अभावहरू, दुर्बलताहरू, कठिनाइहरू सबै कुरा यीशुको नाउँमा त्यो हटेर जान्छ प्रिय मण्डली। त्यसकारणले गर्दा हामीले जान्नुपर्ने कुरा चाहिँ यो कुरा हो।
म तेस्रो कुरा बताउने छु अनि आजको वचनलाई अन्त गर्नेछु। तेस्रो कुरा के हुन्छ, हाम्रो जीवनलाई जाँच गर्नको निम्ति उहाँ स्वर्गबाट स्वर्गदूतहरूसँग बल्दो आगोमा आउनुहुन्छ। 7 पदले भन्छ बल्दो आगोमा आउनु, 7 को खले भन्छ बल्दो आगोमा आउनुहुन्छ। कस्तो बल्दो आगोमा? प्रकाशको 22 को 12 पदले भन्छ तपाईहरु मैले यो संसारमा गरेका कुराहरूको, हामीले यस पृथ्वीमा हुँदा गरेका परमेश्वरको वचनको कार्यको कामहरूको सबै कुराको जाँच गर्नको लागि परमेश्वर, तपाईहरु मलाई निरीक्षण गर्नको लागि, तपाईहरु मलाई जाँच्नको लागि हाम्रो परम प्रभु परमेश्वर चाहिँ स्वर्गबाट स्वर्गदूतहरूसँग बल्दो आगोमा उहाँ प्रकट हुनुहुन्छ। र त्यतिखेर तपाईहरु मलाई के दिनुहुन्छ? प्रकाशको 22 देखिको 12 पदले हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसारको दिने प्रतिफल मसँग छ। त्यो प्रतिफल दिनको लागि हामी के गर्दैछौँ, कस्तो प्रकारको जीवन जिउँदैछौँ? हो, हामी संगतिमा व्यस्त छौं, सेवा सेमिनारमा व्यस्त छौं, प्रचार कार्यमा व्यस्त छौं, तर परमेश्वरको उपस्थितिबाट बाहिर छौं कि भित्र आएर काम गर्दैछौं? हामीले गरेको असल कार्य, खराब कार्य दुवैको प्रतिफल दिनको लागि यीशु बादलको सवारीमा, स्वर्गदूतको हुलमा, आगोको ज्वालामा त्यो पृथ्वीमा फेरि आउँदै हुनुहुन्छ। के को लागि रहेछ? तपाईहरु मेरो कामलाई जाँच गर्नको लागि र हामीले गरेका कार्यहरूको प्रतिफल दिनको लागि। यीशुको परमेश्वरको मण्डलीमा काम गर्दाखेरि व्यर्थ सम्झिन्छन् मानिसहरूले, कतिचोटि प्रभुको राज्यमा काम गर्दाखेरि बडो शास्तिको कुराहरू सम्झन्छन्, व्यर्थ मेरो जीवन बित्यो भन्छन्। तर प्रिय, अनन्ततामा दिने परमेश्वरले दिने प्रतिफल हामीसँग छ, प्रभुले हामीलाई दिनुहुन्छ। त्यो आशामा आज हामी मण्डलीमा काम गर्दछौं। त्यसको लागि थिस्सलुनिका पावलले के भन्छ? थिस्सलुनिकालाई तिमीहरूको प्रतिफल दिनलाई प्रभु आउनुहुन्छ, त्यसकारण तिमीले के गर? अब उठ, अब आलस्यपनबाट, त्यो अल्छीपनबाट उठेर परमेश्वरको उपस्थिति भित्र आएर परमेश्वरको काम गर। आमेन। परमेश्वरको काम गर भनेर पावलले त्यो पत्र लेखेका हुन्। लास्ट कुरा हामी के हेरौं प्रिय? चौथो नम्बर कुरा, परमेश्वरको उपस्थितिबाट बाहिर हुनाले दण्ड पाउनेछ। तपाईले 9 पदमा, लास्टमा 9 पदमा पाउनुहुन्छ, जो मान्छे परमेश्वरको उपस्थितिबाट बाहिर हुन्छ नि, जो मान्छे परमेश्वरको उपस्थितिभित्र पसेर प्रभुको सेवा गर्दैन, बाहिरी हाउभावले, बाहिरी प्रकारको चरित्रले, हैन, बाहिरी प्रकारको लोहाई खुवाईले, बाहिरी प्रकारको बोली वचनहरूले प्रभुको सेवा गर्छ नि, प्रिय, त्यो व्यक्ति परमेश्वरको उपस्थितिबाट बाहिर हुने व्यक्ति चाहिँ, परमेश्वरको उपस्थितिबाट बाहिर हुने व्यक्तिले चाहिँ नि प्रिय के गर्छ? दण्ड पाउनेछ, परमेश्वरको दण्ड पाउनेछ। लुकाको किताब 15:24 पदले भन्छ जब उडन्ते पुत्र आफ्नो बाउदेखि छुटेर गयो अनि छुटेर गइसकेपछि आफ्नो सम्पत्तिहरू लिएर गइसकेपछि उसको बाबुले उसलाई के भनेको थियो? मर्यो भनेको थियो। के त? मेरोदेखि छुटेर गइसकेपछि जो परमेश्वरको उपस्थितिबाट अथवा एउटा घर, बाबुको घरबाट छुटेर जान्छ अनि छुटेर गइसकेपछि त्यो व्यक्तिले के, बाबुले के सम्झिन्छ? मर्यो, अब मसँग छैन भन्ने सम्झिन्छ। तर अफकोर्स परमेश्वरले यसो दुर्भाग्यवश या भनौं या भाग्यवश भनौं, हैन, त्यो उडन्ते पुत्र जो बाबुको घर सम्झेर एक दिन फर्केर आयो अनि फर्केर आउँदै गर्दाखेरि हुँदै बाबुले त्यसलाई देख्नुभयो अनि भन्नुभयो उसको छोरालाई र उसको नोकर चाकरलाई भन्नुभयो, हैन, मेरो छोरो मरेको थियो अनि यो जीवित भएको छ, मरेको थियो अब यो हराएको थियो अब पाइएको छ, त्यसैलाई मटाएका पशुहरूलाई काट र हामी सेलिब्रेसन गरौं, रमाहट गरौं, किनभने हामी यो समय रमाउनु पर्छ, मेरो छोरो किनभने मरेको थियो अब त्यो बाँचेको छ। हैन त? 24 पदले लुका 15 के भन्छ? किनकि यो मरेको छोरो मरेको, किनकि मेरो छोरो मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। तब तिनीहरूले आनन्द मनाउन लागे। हालेलुया, आनन्द मनाउन लागे। परमेश्वरको उपस्थिति भित्र आउँदाखेरि प्रिय हामी परमेश्वरले रमाहट, परमेश्वरको राज्यमा रमाहट हुन्छ। तर जब हामी परमेश्वरको उपस्थितिबाट बाहिर हुन्छौं के हुँदो रहेछ? मरेको हुँदो रहेछ, हाम्रो आत्मा चाहिँ रित्तो हुँदो रहेछ। हामी परमेश्वरदेखि शून्यतामा, हामी परमेश्वरको जीवनदेखि, परमेश्वरको उपस्थितिबाट, परमेश्वरको अभिषेकबाट हराएका हुँदा रहेछौं। त्यसैले आजको दिनहरूमा, आजको यो समयमा कतिजना विश्वासीहरू चाहिँ विश्वास त छन्, संगति त गर्छन्, तर प्रिय मण्डली उहाँहरूको जीवन चाहिँ परमेश्वरको उपस्थितिबाट बाहिर छ। अनि परमेश्वरले के भन्नुहुन्छ? हराएको थियो, यो मेरो छोरो मरेको थियो, हराएको थियो, तर आज भेटिएको छ।
जो मान्छे फेरि परमेश्वरको उपस्थितिमा फर्केर आउँछ, जो मान्छे फेरि पश्चाताप गरेर प्रभुतिर फर्केर आउँछ, अघि हामीले हेर्यौं कलसीको किताब हैन 2 अध्याय 3 अध्यायको 12-17 पदमा, जसले पश्चाताप गर्छ, जसले क्षमा माग्छ, अनि त्यो त्यो छोराले पनि बाबुलाई भन्छ, बाबु म तपाईको छोरा हुन योग्यको छैन, मलाई क्षमा दिनुहोस्, तर मलाई तपाईको नोकर बनाएर, तपाईको चाकर बनाएर मलाई तपाईको घरमा राख्नुहोस् भन्छ। किनभने उसको त्यो पश्चाताप, उसको त्यो क्षमा माग्ने, क्षमा दिने, प्रभुप्रति आफ्नो बाबुप्रति समर्पण गर्ने कुराले गर्दा बाबुको हृदय पग्लियो र उसले रमाहट गरेर पुस्ताइएको पशु काट्यो, खसी काटेर रमाहट गरेर परमेश्वरको राज्यमा फेरि पनि त्यो अभिषेक भित्र, त्यो उपस्थिति भित्र पसेको कुरा हामी देख्छौं। मण्डली, आजको वचनले यही चुनौती म तपाईलाई दिन चाहन्छु। हामी कतिजना सेवाकाईमा अस्तव्यस्तता त छौं, प्रभुको काममा भ्याइ नभए छौं, हजारौंवटा 10वटा संगति अनलाइन सेवामा हामी छौं, तथापि हामी कतिचोटि परमेश्वरको उपस्थितिभन्दा बाहिर छौं भने हाम्रो आत्मिक स्वभाव मरेको हुन्छ, आत्मिक क्यारेक्टर मरेको हुन्छ, परमेश्वरको स्वभाव र चरित्रहरू मरेको हुन्छ, अनि हामी संसारको स्वभावमा जिरहेका हुन्छौं, जसको प्रतिफल संसार परमेश्वरको राज्यमा काम गरेको प्रतिफल परमेश्वर दिनको लागि प्रकाशको 22 अध्यायको 12 पद अनुसार उहाँ हामीलाई प्रतिफल दिन आउँदै हुनुहुन्छ। त्यसकारण आज लुकाको 15 अध्यायको 24 अनुसार हामी परमेश्वरको उपस्थितिभित्र फेरि पनि एकचोटि फर्केर आउँ, हामी त्यो उपस्थितिभित्र प्रवेश गरौं र कलसी 2 अध्यायको 3 अध्यायको 12 देखि 17 पद अनुसार त्यो चरित्र र क्यारेक्टरलाई धारण गरेर हामी परमेश्वरको मण्डलीको सेवा गरौं, प्रभुको राज्यमा हामी काम गरौं, कि हामी साँच्चै नै परमेश्वरको उपस्थितिभित्र आएर परमेश्वरलाई महिमा दिउँ र परमेश्वरको राज्यमा रमाहट हुनेछ। आमेन। र प्रिय, तपाईले आफैलाई आफ्नो आत्मिक जीवनलाई परमेश्वरमा कसरी जिउनु भएको छ यो वचन सर जाँच्नुहोस्। यदि तपाई परमेश्वरको वचन उपस्थितिबाट बाहिर हुनुहुन्छ, परमेश्वरको उपस्थितिबाट टाढिनु भएको छ, आफ्नो बाबुको घरबाट छुट्टिनु भएको छ भने निश्चय तपाईको जीवनबाट अभिषेक हराएको छ, परमेश्वरको आत्मिक स्वभावहरू हराएको छ। फर्केर आउनुहोस् र परमेश्वरको उपस्थितिभित्र भएर तपाई र म प्रभुको काम गरौं, ताकि त्यसको इनाम परमेश्वरले हामी सबैलाई दिनुहुनेछ। हामी सबैलाई प्रभुले आशिष गरून्। धन्यवाद। आजको वचनद्वारा हामी सबैलाई आशिष मिलेको होस्। छोटो प्रार्थना गरौं। सर्वशक्तिमान परमेश्वर, आजको जीवित वचनलाई हामी तपाईको हातमा राख्छौं, जुन वचन हाम्रो लागि अति नै शक्तिशाली छ, अनि तपाईको वचन अनुसार हाम्रो जीवनमा हामी काम गर्न सकौं र प्रभु हामी तपाईको उपस्थितिबाट भागेका छौं भने यी दिनहरूमा पश्चाताप गर्छौं, हामी फर्केर तपाईको राज्यमा तपाईको उपस्थितिभित्र आउँछौं। प्रभु हामीलाई स्वीकार्नुहोस् र सहायता गर्नुहोस्, ताकि हाम्रो जीवनबाट जिउँदो पानीको खोलाहरू, अभिषेकहरू बगेर निस्कोस् र तपाईको महिमा संसारभरि भएको छ प्रार्थना गर्छौं। प्रभु आज हामी तपाईको राज्यमा योग्यको जीवन जिउनको लागि हामीलाई सहायता पुर्याउनुहोस्। धन्यवाद बिन्ती छ, सबै बिन्ती प्रार्थना आशीर्मा छ येशू प्रभुको नाममा, आमेन। धन्यवाद छ मण्डली। आजको वचनद्वारा हामी सबैलाई आशिष मिलेको होस्। जय मसीह छ।